हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म फुड रेसिपी लिएर आएको छु, पास्ता र चाउचाउको। मैले पास्ता र चाउचाउ चाहिँ उमालिसकेको छु। त्यसमा चाहिँ अब अलिकति तेल हालेर फेरि त्यसलाई पकाउनलाई राखिदिन्छु। अनि यतापट्टि चाहिँ मैले अब साग चाहिँ अलि उसिन राखेको छु। त्यसपछि चाहिँ अनि त्यो उसिनिसकेपछि यसमा अब तेल हाल्ने, तेललाई अब मजाले तातिन दिने, किनकि गन्हाउँछ फेरि नतातेपछि नडढेपछि। अनि मैले लसुनको प्याजको पात हालेँ, अनि खुर्सानी हालेँ, त्यसलाई अनि मजाले चलाएँ। हेर्नुहोस्, अनि अलिकति डढेको जस्तो भएपछि चाहिँ अलिअलि तेलमा फ्राई भइसकेपछि मैले अब प्याज हाल्छु। अब प्याज हालेर फेरि चलाउने त्यसलाई, अनि त्यसपछि प्याजलाई अलिअलि तेलमा फ्राई हुन दिने, अलिअलि रातो रातो हुन दिने। त्यसपछि चाहिँ टमाटर हाल्ने, टमाटरलाई अनि अब त्यसै गरी प्याजको जस्तै गर्ने, टमाटरलाई मजाले पकाउनु पर्छ। अब यसमा अलिकति नुन हालेर चाहिँ मैले पकाउन थालेको छु, किनकि अब छिटो पाक्छ नि त टमाटर, त्यही भएर चाहिँ मैले टमाटर हालेर पकाउँदैछु। अब त्यसमा अलिकति बेसार एड गरिदिएँ मैले। त्यसपछि मजाले चलाएँ। बेसार एड गरिसकेपछि त्यसलाई चलाइसकेपछि चाहिँ एकछिन मजाले पाक्न दिने। यसलाई अलिअलि पाकिसकेपछि चाहिँ यो नपाकेपछि चाहिँ यसलाई मजाले टुक्रा टुक्रा गराउने पन्युले नै, अनि यस्तो हुन्छ। त्यसपछि अनि अब मैले थोरै साग एड गरिदिएँ। हजुरहरूलाई साग एड गर्न मन लाग्यो एड गर्नु सक्नुहुन्छ। यो चाहिँ मलाई अलिकति ग्रिन धेरै मनपर्छ कि, अनि मैले पास्ता चाउचाउ हालिदिएँ। पास्ता चाउचाउ हालेर अब मैले त्यसपछि तल माथि यताउति गरेँ, अनि मैले त्यसमा फेरि धनियाँ एड गरिदिएँ। अनि हेर्नुहोस्, धनियाँलाई पनि चलाइसकेँ मैले, अनि मेरो चाहिँ यस्तो भइसक्यो। यो हेर्दामा पनि यस्तो दामी थियो, खाँदामा पनि यति मिठो थियो। म आफै हो के, मतलब मलाई आफूले बनाएको यस्तो मिठो लाग्छ। अब अलिक चाहिँ मलाई सन्चो छैन, सो त्यही भएर मेरो साउन्ड अलिक चेन्ज भएर आएको होला। सो यति नै, बाई।